उनीहरू चाहिँ क्लास 9 को स्टुडेन्ट अनि फेयरवेलको लागि चाहिँ उनीहरू चाहिँ एकदम प्रिपेयर गरिरहेछन् क्लास नगई नगई। एकदम स्ट्रेसमा छन्, एकदम पर्फेक्ट हुनुपर्ने अरे। पछि उनीहरूलाई पनि क्लास 8ले यस्तै गर्छन्, गर्नु पर्यो नानीले। यति राम्रो बनाउँदैछन्, यति मेहनत गरेर। भोलिको लागि कस्तो तयारी हुँदैछ त क्लास 9? एकदम राम्रो ब्याच छ। यिनीहरू चाहिँ पढ्नु अल्छी लागेर आएको हो, केही काम छैन यहाँ। Respected teacher, from this day we will be leaving this school. We will be missing you forever. You are our sweetest, honest, and most loving and caring teacher ever for us. It's difficult to say goodbye to someone as amazing as you. But the good news is that your lessons will be living in our memories. Huge respect to you that you have done many sacrifices for us. Very thankful to being your students and spending time with your idol school. This school gonna miss you so much. Especially thanks Gorina Miss for being an excellent teacher. We all love you, Miss. Thank you. स्कुटीमा झुन्डाउनै दियो Thank you. हल्ला गर्ने भए बाहिर जाऊ हुन्छ जाऊ भनेर अझै पनि सिरियसनेस छैन। यस्तो पाराले पास हुन्छौ? हाम्रो चाहिँ स्टेज प्रिपेरेसन हुँदैछ। क्लास 9 को स्टुडेन्टहरु। साथ 12 महिना 5 गतेका दिन
कक्षा 9 द्वारा आयोजित दस कक्षाका दादा दिदीहरूलाई विदाई कार्यक्रम रहेको छ र म यस विदाई कार्यक्रम औपचारिक रूपमा पढाउन चाहन्छु। त्यो गरिदिनका निम्ति म कक्षा 9 का क्याप्टेन दिपेन लिम्बुज्यूलाई आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। सबैजनाले तालीले स्वागत गरिदिनु होला। हेलो रूपमा आसन ग्रहण गरिदिनु हुन वडा नम्बर 1 का कार्यवाहक वडाध्यक्ष लालबहादुर साथीज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिज्यूको आसन ग्रहण भइसकेको छ। त्यसैगरी विशिष्ट अतिथिका रूपमा आसन ग्रहण गरिदिन हुन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीता लावतीज्यूलाई हार्दिक अनुरोध गर्दछु। दिवस अध्यक्ष सीता लावतीज्यूको पनि आसन ग्रहण भइसकेको छ। फेरि विदाई गरिरहेछन् हाम्रा कक्षा 10 का नानीहरूलाई खाना र प्याज बाँडिने कार्यक्रम भइरहेछ। सम्पूर्ण हाम्रा विद्यार्थीहरूले तालीले उहाँलाई शुभकामना दिनु। एसीको एकदम सफल चुनावको निम्ति बाङ्मा लावतीज्यू, त्यसै गरेर यस जनता माध्यमिक विद्यालयका शिक्षक सुन्दर कुमार लावतीज्यू, आज हाम्रो यस जनता माध्यमिक विद्यालयले आजकै मितिमा कक्षा 10 मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूलाई एससी परीक्षाको लागि पूर्व शुभकामना सहित उहाँहरूलाई यो विद्यालयको यो शैक्षिक सत्र सुरु गरेदेखि आज अन्त्य आइसक्दाखेरि यो विद्यालयको सबैभन्दा उच्चतम कक्षामा अध्ययन गर्नुहुने हाम्रा यसै विद्यालयका कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरूलाई विदाई कार्यक्रम समारोह पनि हामीले समेटेका छौँ। बात हुनुहुन्थ्यो त्यो समयमा मैले छोरीलाई सम्झेर लेखेको यो कविता हो र यहाँ रहेका हाम्रा भाइ बहिनीहरू पनि मेरा छोराछोरी जस्तै हुन् र यो कविता सम्पूर्ण यहाँ रहेका आजका एससी दिने हाम्रा भाइ बहिनी र सम्पूर्ण विद्यार्थीहरूलाई म समर्पण गर्न चाहन्छु र मेरो कविताको शीर्षक छ भेट्न नसकेका साँझहरू। समयको व्यस्त भित्ताबाट उठिएर जब हतार हतार घर फर्कन्छु, यो पृथ्वीको हजारौं वर्ष बुढो साँझ अन्ध्यारो लट्ठी टेक्दै टेक्दै अघि नै कतिखेर आइपुगिसकेको हुन्छ मेरो घर र मस्त सुनिरहेको हुन्छ मेरी सानी छोरीको रोमान्टिक गफ। जस्तो आज क्लास टेस्टमा फर्स्ट भइरहे, आज उसले सरस्वती मिस भन्दा पनि मिठो गीत गाइरहे, उसले भनेको कथा सुनेर आज हेड मिस हेरेकै हुनुभयो रे, अबको वार्षिक परीक्षामा पनि फेरि होल फर्स्ट हुन्छु रे र आफै
पखेटा बनाएर पुतली जस्तै हुन्छन् रे। मलाई दिन अस्ताउनु अहिलेको थुप्रै साँझहरू हेर्ने थुप्रो रहर छ, जस्तो कि मेरी सानो छोरी स्कुल बिदापछि कसरी फर्किन्छ घर, कतिको मैलो बनाएर आउँछन् लुगाहरू, कति गाताहरू च्यातेर आउँछिन्, खुट्टा पछाडि पछाडि के माग्दै सताउँछिन्। म ढिलो आउनुको कारण सोध्छु कि सोधिनँ आमालाई, उनको अवोध अनुहारबाट कसरी सुरु हुन्छ साँझको यात्रा। अझ उसकै थुप्रै चञ्चल मनहरू हेर्ने ठुलो इच्छा छ। तर अफिसबाट बिदा लिएर चाँडै घर फर्किए जस्तो सजिलो नहुँदो रहेछ। तनावहरूबाट मुक्त भएर घरसम्म आइपुग्नु। तर जब घर पुग्छु, कोठाको एउटा भित्तामा घामको चित्र बनाएर टाँसेकी हुन्छन्। लाग्छ सायद उनले मेरै लागि बनाएकी हुन्, ताकि मलाई जीवनमा कहिले अँध्यारो महसुस नहोस्। अर्को भित्तामा फुल बनाएर टाँसेकी हुन्छन्, ताकि मैले जीवनमा कहिले पनि खडेरी भोग्न नपरोस्। उनको सानो मुस्कानको रङले यसरी रङ्गाइदिन्छ कि मेरो तनावको आकाश म जीवनको सबैभन्दा रङ्गीन रोमान्टिक क्षणमा हुन्छु र उन्मुक्त भएर उड्छु, बस उडिरहन्छु जीवनको वल्लो किनारदेखि जीवनको पल्लो किनारसम्म। धन्यवाद सबैलाई। Hey friends and all my teachers. So I'm here to deliver some words about teachers. Teachers, you taught us not just lesson from books but lesson for life. Your words are wisdom will always stay with us. Thank you for everything. A teacher like you is a gift that keeps us giving. Your encouragement and support have meant the world to us. We will always cherish your lesson. Behind every successful student, a great teacher, your efforts, patience and love made a difference in our life. We are forever grateful. Teachers plant seeds of knowledge that grow forever. Thank you for helping us learn, grow and believe in ourselves. Thank you. So we have prepared a small gift for our lovely school. Before that, I kindly request my friend Ujjwal Phyak to deliver some words. Hello. हेलो, मेरो नाम चाहिँ उज्जवल फ्याक, म कक्षा 10 मा अध्ययनरत छात्र हुँ। आजको यस फेयरवेलको दिन चाहिँ हामीलाई साह्रै दुःख लागेको छ, किनकि हामी आफ्नो प्यारो स्कुलबाट टाढा जाँदैछौँ। अब केही क्षणमा हामी एक्जाम दिन्छौँ, त्यसपछि अब सायद पास हुने सबैको चाहना रहेको छ र हामी पास भएर अर्कै स्कुल जान्छौँ। तर पनि हामीले हाम्रो स्कुललाई जहिले आफ्नो मनमा राखिरहनेछौँ, किनकि यो स्कुलले हामीलाई शिक्षा मात्रै नभएर विभिन्न प्रकारका गुणहरू, राम्रो नराम्रो, असल काम कुरा छुट्याउने शक्ति र अनुभवहरू दिनुभएको छ। त्यसैले यो स्कुल चाहिँ हाम्रो सधैँ मनमा रहिरहनेछ। र आजको यस कार्यक्रममा कक्षा 9 का भाइ बहिनीहरूले हाम्रो लागि यति धेरै गरिदिनु भएकोमा उहाँहरूलाई सबैलाई धन्यवाद। उहाँहरूको यस 9को परीक्षा पनि राम्रो जाओस्, साथै अब अर्को वर्षमा पास भएर एससी पनि राम्रो गरोस् भन्ने हाम्रो सबैको सम्पूर्ण 10 कक्षाको आशा रहेको छ। अब यति भन्दै मेरो थोरै शब्द यही समाप्त गर्न चाहन्छु। धन्यवाद। हावा चल्ने समाधान र
छात्रा पूजा खजुम। आज हाम्रो कक्षा 10 को विदाई कार्यक्रम रहेको छ। यस कार्यक्रममा खटिनुभएका कक्षा 9 का भाइ बहिनीहरू साथै सम्पूर्ण विद्यालयलाई मेरो व्यक्तिगत तर्फबाट साथै मेरो कक्षाको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यो चाहिँ मलाई क्लास 10 स्टुडेन्टले दिएको गिफ्ट। यस्तो स्कुटीमा झुन्ड्याउनु भनेर दिएको अरे, यस्तो क्युट छ यो। अनि यो चाहिँ क्लास 9ले ब्याच लगाइदिएको, अनि यो चाहिँ क्लास 10ले दिएको। थ्याङ्क यू सो मच।